अहिले छुट्टी पाइँदैन, सभामुखबाटै स्वीकृत हुनुपर्छ अनि अलिक गाह्रै छ। तैपनि विशेष अब यहाँको व्यवस्थापनदेखि लिएर हरेक कुराहरू यहाँ हेटौँडा सिमेन्टको कुरा पनि अस्ति उता प्रधानमन्त्रीज्यूलाई जानकार गराएर त्यसपछि पत्र काट्नु भएको थियो। यहाँबाट स्पष्टीकरण सहित उहाँ पनि जानुभयो, उहाँले बुझाएर आउनुभयो। अनि समग्रमा के छ भने अहिले हामी म 17 नम्बरको, हजुर 18 नम्बरको, 17 नम्बरको सँगै मेरो चुचे खोला। अनि त्यो भएर अब साँच्चै हामी अहिले गर्ने ठाउँमा पुगेका छौँ, जनताले विश्वास गरेर पठाइन्छन् होइन। यो अवस्थामा होइन त्यो त हजुरले बुझ्नु नि भएको छ होइन। तपाईँ अब सङ्घीय सांसद नै हुनुभएको, प्रदेशमा नि 2-3 चोटि भइसक्नु भएको छ होइन, मुख्यमन्त्री पनि। अब यसलाई चाहिँ कसरी अब हामीले न्यूनीकरण गर्न सकिन्छ। बर्खानी लाग्न थाल्यो, डिजास्टरहरू सुरुवात हुने बेला हुन थाले होइन। यसलाई चाहिँ भइसकेपछि भन्दा पनि पहिले अब हामीले कसरी तयारी अवस्थामा बस्न सकिन्छ। जस्तो बाटोको कुरा भयो, तपाईँको भीमफेदीदेखि हेबीसम्मको त्यहाँ सधैँ एक्सिडेन्ट भइरहन्छ, त्यहाँसम्म प्राय एक्सिडेन्ट भइरहन्छ नि त। दिनानुदिन हाम्रो राजधानीबाट अर्को राजधानी आउँदै गर्दाखेरि एक्सिडेन्ट भएर कतिले ज्यान गुमाइसक्यो आइरहँदा। अनि त्यो भएर यसलाई चाहिँ अब कसरी हामीले व्यवस्थापन गर्न सकिन्छ। अहिलेसम्म अब मोडहरू धेरै छन्, एउटा ऐना सुत्दै पनि राखेको छैन होइन। अब ट्राफिक टुल्सहरू हुन्छ नि त, उकालो ओह्रालो होइन। यो सबै अलिकति हजुरले त्यहाँनिर पहल गरिदिनु भयो भने बाटो साङ्ग्रो छ, यसलाई कसरी गर्न सकिन्छ। जसरी हुन्छ मकवानपुर आएका पाहुना र मकवानपुरका जनता भोलि अल्पाईमा केही हुनु नपरोस् भन्ने धारणा। सानो कुरा छ अहिले हामीले गर्नुपर्ने बजेटका कुरा सबै त भोलि तपाईँ हामी बसेर गरिहालिन्छ, त्यो केही छैन। एउटै हाम्रो उद्देश्य हो जसरी नि मकवानपुर बनाउने, अझ हजुरको त 13 जिल्ला बनाउनु पर्नेछ होइन। अनि यो भयो। अब जस्तो व्यवस्थापनको कुराहरूमा सबैभन्दा अब स्मार्ट सिटी बनाउने अवधारणा सहित हामी लाग्दै गर्दा यातायात प्रमुख कुरा आउँछ होइन। यातायातको अहिले अब हाइवेबाट सबै हटाउने भनेपछि त्यसलाई व्यवस्थापन पनि गर्नु पर्यो। अनि अतिक्रमण जग्गाहरू नि छन्, त्यसलाई नि अलिकति अब किनभने सरकारी सम्पत्तिलाई अतिक्रमण गरेर कुनै दलले कब्जा गर्छ भने त्यो त तपाईँ हामीलाई